साथीहरू वेलकम ब्याक टु माई मिनी ब्लग। तपाईँहरूलाई मेरो मिनी ब्लगमा चाहिँ स्वागत छ र सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु भन्दै म चाहिँ यता आइसक्रिम खाँदैछु है। यति गर्मी हो कि यति गर्मी हो, गर्मीमा अब के खाने त भनेको बजार गएको होइन, साकेला त्यहाँ पारी लाग्दो रहेछ र अनि जाँदाखेरि चाहिँ अब हामीले आइसक्रिम खाइयो सुरुमा होइन। त्यस पछाडि मैले यहाँनिर साकेला नाचिरहेको तपाईँहरूले भ्यू देख्नुहुनेछ। मैले यतातिर यसो क्यामेरा फर्काएर चाहिँ भिडियो गरेँ। अनि यहाँ राईहरू चाहिँ प्रायः जस्तो ड्रेसमा चाहिँ थिएनन्, आउट ड्रेसमै थिए। कसैले चाहिँ राई ड्रेस लगाएको थिए, कसैले लगाएको थिएन। अनि हाम्रो टोलीहरू चाहिँ यतातिर रहेको छ, त्यहाँ आइसक्रिम खाँदैछन्। अनि यता बाबा भइहाल्यो उहाँ आइसक्रिम खाएको। अनि यता चाहिँ भैयाले आइसक्रिम बाँडिरहेको छ। अब बाटेको त के भन्नु, भरे पैसा तिर्नै पऱ्यो, दिइरहेको छ। अब त्यो पनि 30 रुपियाँ गोटा अरे आइसक्रिम पनि। अनि यता जाँड छानिरहेको छन्, जाँड पनि बिक्रीमा पसलमा। अब हामी त खाइँदैन, के गर्नु, नत्र त एक खाएर हामी पनि नाचिन्थ्यो होला। अनि एउटाले आइसक्रिम खाकेर त गिरबानीले सबै जुङ्गा बनाएछ बादल जस्तो। यता फेरि बादल भाइले पैसा मागेर हैरान साट्नु पठाएको 500 दिनु पर्यो भनेर साटेर ल्याएर छ। अनि पछि फेरि मैले नै साटेर लगेर चाहिँ दिएँ। हेरौँ है त रियाक्सन कसो गर्दो रहेछ। हामीलाई पनि देखाउनु होला। पैसा दिएर चाहिँ यतामा पानीपुरी खान आएँ। यता चाहिँ हाम्रो पानीपुरी खाने टोली फेरि छुट्टै छौँ क्या, तपाईँहरू देख्न सक्नुहुन्छ। उता बहिनीहरू फाल्टै उता थुक्पा खाइरहनु भएको छ। यता आउनु पानीपुरी खानु भनेर बोलायो। अनि त्यस पछाडि चाहिँ पानीपुरी खाइसकेर नाच्नु भयो। ल हेर्नुहोस् मेरो डान्स। नाच्न त खासै आउँदैन, माझीले छोड्यो। अब के गर्नु, यसो त्यही पनि राईको नाच्दिनँ त भनेर साथीको लैलैमा लागेर चाहिँ म पनि यसो हल्का फल्का खुट्टा उचाल्दैछु। अब त्यहाँनिर बेजेत छ, अब हेर त नाच्नु नजानेर के भन्नु। मेरो डान्स भनेको यस्तै हो, तपाईँहरूले हेर्दै गर्नुहोस्। एक फोनको नाच्नु नपाउँदै डान्स सकिहाल्यो होइन। त्यस पछाडि चाहिँ यता फोटो सेसनतिर हामी आयौँ। अनि फोटोसोटो खिचिसकेर चाहिँ फेरि म यस्तो गर्मी भएन, अनि पङ्खा लाएर चाहिँ बसिरहेको थिएँ। अनि ठुलीसुली भन्दै यसो एकछिन भान्जीलाई जिस्काएँ। अनि उता बादल भाइ पनि आउनुभयो फोटो खिच्नु भनेर। हेर न वहाँनिर नानी बोकेर आइहालेको, उहाँ पोज हेर न, पोज नाटकै बेसी। यता फेरि बहिनी हेर न त्यहाँ कति राम्री आएको भनेर उहाँ मखै पारिदिएको। आमामा हाँसेर मसक मस्केर सानो छैन चटपटे टोलीहरू। अनि त्यसो भन्दै चाहिँ अब चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ। अब घर जाउँ भन्दैछु। अब चाहिँ हामी घरतर्फ लाग्यौँ। अनि आजको मेरो मिनी ब्लग चाहिँ यस्तै छ है। अब एकदम छोटो मिठो खालको चाहिँ एकदम चट्टसँगले मैले मिनी ब्लग बनाएँ। तपाईँलाई कस्तो लाग्छ। अनि यतातिर चाहिँ हेर्नुहोस्, जेरी कसरी हो भनेको भनेन, मेरो पालो लिँदिनँ, नबोले भनेर म पनि हिँड्दै रिस उठेर। त्यस पछाडि चाहिँ जाँदै थिएँ मैले। यहाँ हाम्रो बहिनीहरूले चाहिँ जाँड खाएछन् कि। अनि त्यस पछाडि एकदम मैले चाहिँ जडुनी भन्दै कराएँ। अनि यहाँ बल खेलेको यसो एकछिन देखाएँ होइन। अनि छिटै नै जडुनीहरू धेरै जाँड खाएर मातेर चाहिँ तिमीहरूको कामै छैन भनेर टक्क हामी हिँड्दै यहाँ पुलतिर आयौँ। र मेरो आजको मिनी ब्लग यति नै रहेको छ। सबैजनाले माया गरिदिनु होला। थ्याङ्क यू सो मच।